आजको डिजिटल युगमा विशेष गरी 2026मा व्यक्तिगत वा व्यावसायिक वेबसाइट हुनु केवल विकल्प मात्र होइन, अनिवार्य आवश्यकता बनेको छ। यसका मुख्य कारणहरू: 1. एआईमा आधारित डिजिटल भिजिबिलिटी। एआई प्रणालीहरूले अब वेबसाइटमा उपलब्ध सामग्रीलाई आधार बनाएर विशेषज्ञता र विश्वसनीयता मूल्याङ्कन गर्छन्। केवल लिङ्क्डइन प्रोफाइल वा सामाजिक सञ्जालमा निर्भर रहनु पर्याप्त हुँदैन। वेबसाइट नभएमा तपाईंको विशेषज्ञता एआई प्रणालीले सिफारिस गर्न सक्दैन, जसले गर्दा सम्भावित ग्राहकले तपाईं वा तपाईंका व्यवसायलाई नै नदेख्न सक्छन्। 2. व्यक्तिगत ब्रान्डिङ। वेबसाइटले तपाईंलाई आफ्नो कथा, उपलब्धि र परियोजना प्रस्तुत गर्ने स्वतन्त्रता दिन्छ। यो डिजिटल पोर्टफोलियो जस्तै हो, जसले तपाईंलाई प्रतिस्पर्धी बजारमा अलग देखाउँछ। 3. व्यावसायिक विश्वसनीयता। व्यवसायका लागि वेबसाइट ग्राहकलाई विश्वास दिलाउने पहिलो माध्यम हो। यसले 24 घण्टा, 7 दिन डिजिटल अफिस वा पसलको रूपमा काम गर्छ। 4. सामाजिक सञ्जालभन्दा स्वतन्त्र। कुनै एल्गारिदमद्वारा नियन्त्रित सामाजिक सञ्जालमा तपाईंको सामग्री सबै फलोअरले देख्दैनन्, केवल एल्गारिदमले छनौट गरेका प्रयोगकर्ताले मात्र देख्छन्। सामाजिक सञ्जालमा गरिएका पोस्टहरू छोटो समयका लागि मात्र ट्रेन्डिङमा हुन्छन्, दीर्घकालीन खोजीयोग्य हुँदैनन्। त्यसैले यदि तपाईं समाजमा आफूलाई चिनाउन चाहनुहुन्छ र डिजिटल माध्यममा सधैँ अध्यावधिक भइरहन खोज्नुहुन्छ भने एउटा वेबसाइट तपाईंका लागि अत्यन्तै जरुरी हुन्छ।